ल यहाँनिर देख्न सक्नुहुन्छ एकदमै पुराने भन्दा पनि धेरै नै ओल्ड कोइन छ इन्डियन रुपी, जुन चाहिँ 1906 मतलब कि 120 वर्ष। अहिले 2026 तपाईहरुले गर्न सक्नुहुन्छ 120 वर्ष पुगेको कोइन छ यहाँनिर इन्डियनको 1 रुपी। पहिलाको राजा समयको होला सायद। यहाँ माथि जुन चाहिँ क्राउन पनि देख्न सक्नुहुन्छ राजाको, यो जुन चाहिँ कोइनमा पछाडिपट्टि कस्तो छ भन्दाखेरि चाहिँ इडवर्ड 8 किङ इम्पायरले चाहिँ यो किङ समयको इडवर्ड किङ समयको यो पिरियडको रहेछ। धेरै नै पुराने 120 वर्ष भनेपछि कति चाहिँ होला आफै तपाईहरुले नै याद गर्न सक्नुहुन्छ, तपाईहरुले सोच्न सक्नुहुन्छ। यति पुराने एउटा कोइन छ 1 रुपी इन्डियन 1906 को। हेर्नुस् 120 वर्ष र धेरै नै एन्टिक हो। यस्तो पैसा चाहिँ अहिले पाउँदैन, यस्तो कोइनहरु पाउनु धेरै नै मुस्किल हुन्छ।